फाइनली हामी शनिबार इन्टरटेनमेन्टको दिन चाहिँ उकालो लागेको छु है सेन्टरबाट। लगभग हाम्रो चाहिँ 10 किलोमिटरको रन हुन्छ। तामझाम सबै ब्याकअपहरू लिएर स्पिकरहरू लिएर अगाडि बढाएको छु। आज हामी 2-3 घन्टाको स्पिड मार्च होला हाम्रो। केटाहरू हो यो आउँदैछ फटाफट है। कोही युके कोही ब्रिटिस, कहीँ समयको लागि मात्रै हो, फेरि जान्छ मेरो छोडेर। सब मेमोरीको लागि हो। ढापाली केटा हाम्रो कता आउँदैछ, यता रहेछ। हाम्रो यो ब्रिटिस सिङ्गापुर इन्डियाको लागि हो सबै। हामी अब उकालो लागिरहेको छौँ। यसपालि नेपाल आर्मी पास भएर बसिरहेछन् हाम्रो। यसलाई चाहिँ सेन्टरमा चाहिँ घुगी भन्छ है सबैले। घुगी खान्छ नि त धेरै। हामी उकालो लागेको अब सबै यो अगाडि हाम्रो अगाडि आइरहेको छ। यो यसलाई चाहिँ सेन्टरमा हामीले दामबोली भनेर भन्छौँ है। मायालु भाषा हो। अरू बोलाउने सबैले चेस्ट नम्बर चाहिँ आफ्नो आफ्नो छ। यो 365 भनेर चिनिन्छ। त्यस पछाडि हाम्रो मूल मेन यो मुख्य क्याप्टेन है सबैलाई लिएर हिँड्ने पछाडि आइरहेको छ। त्यसपछि आएर हाम्रो नानी धनकुटाको उदयपुरमा पनि श्रमदान गर्न आइपुगेको छ लाउरे बन्नको लागि। त्यसै गरी हाम्रो कैलाली जिल्लाको हाम्रो नानी यसपालि नेपाल आर्मी पास भएर बसिरहेको छ। अब जानको लागि मात्रै तयार छ। त्यसै गरी हाम्रो नानी माथि हेर्ने नानीले पनि कोसिस गरेको छ नेक्स्टमा 3 महिना पछाडि नेपाल आर्मी भिड्ने हो। यो हाम्रो नानी नयाँ लिम्चुङबुङ हाम्रो लिम्चुङबुङ गाउँपालिकाको हो। यसै प्रकार हाम्रो नानी खोटाङको है, खोटाङको बसोबास अहिले उदयपुरमै छ नेपाल आर्मीको लागि। सेम यो खोटाङको हाम्रो नानी सबैले परिचय दिँदैछ नानीहरूको है। यसै प्रकार हाम्रो यो सुन्दरी है, यो सेन्टरमा सबैले सुन्दरी भनेर भन्छन्। यसको मायालु शब्दले सुन्दरी छ। सबैले चिन्छ यसले सुन्दरी भनेर। यो चाहिँ यसपालि नेपाल आर्मी जान्छन्। अब यहाँ पास भइसकेको छन्, अब रिटर्न बाँकी छ, जान्छन् यिनीहरू। हाम्रो नानी पनि कोसिस गरेको छ नेक्स्ट 3 महिना पछाडिको ब्याचमा चाहिँ उहाँहरू नानीले चाहिँ त्यसको लागि चाहिँ तयार गरिरहेछन्। त्यसै प्रकार हाम्रो नानी उदयपुरकै हो र एकदम जोसिलोको साथ ट्रेनिङ गरिरहेछ। अल्छेनी भनेर सबैले चिन्छ है। हाम्रो चाहिँ पुरै ग्रुपको मिल्खा सिंह, पुरै यसले चाहिँ प्यारो भाषामा चाहिँ मिल्खा सिंह भनेर चाहिँ भन्छन्, सबैले चिन्छन् है मिल्खा सिंह भनेर चाहिँ। यसपालि नेपाल आर्मी जाँदैछन् है। सेन्टर अब सबै धर भएर पनि बसेर हुँदैन, आफ्नो भविष्य बनाउनु पर्ने हुन्छन्। त्यही बेला कठिन परिश्रमको साथसाथ यहाँको ट्रेनिङको साथसाथ मिल्खा सिंह आफ्नो सेन्टरलाई बाई बाई गर्दै पल्टन केही दिन पछाडि लाग्छन् है। त्यसै प्रकार हाम्रो चाहिँ इन्डियन आर्मीको लागि हाम्रो बेल्टार फिलहाल बेल्टार बस्छ, तर खोटाङ्गेले गीत गाउनुमा एकदम खतरा। तल कलान्द्रो लागेको रहेछ अलिक होसियार ल। त्यसै प्रकार हाम्रो पछाडि बाबु पनि खोटाङको हो, तर उदयपुरमा बसोबास छ। यो ब्रिटिस आर्मीको लागि हो, बिएको लागि ट्राई गरिरहेछ। त्यसै प्रकार हाम्रो यो बच्चा लिएर आउँदैछ हाम्रो यो यसको लागि, यसको पनि सिङ्गापुर पुलिसको लागि हो, ट्राई गरिरहेछ। झापाले हाम्रो नेपाल आर्मीको लागि अहिले चाहिँ मसँग चाहिँ अहिले ट्रेनिङ गरिरहेछ सार्वजनिक एकाडेमी लाउरे ट्रेनिङ सेन्टरमा। यसले चाहिँ बाहुन भनेर चिन्छ है पुरै टिममा, पुरै एकाडेमीमा बाहुन भनेपछि यसले चिन्छ।
बाहुन भनेर चाहिँ उपनाम राखिएको छ मायालु भाषा। त्यसै प्रकार हाम्रो बाबु चाहिँ इन्डियनको लागि हो, इन्डियन आर्मीको लागि हो कोसिस गरिरहेछ। आज मौका पाएको छ डोकोमा पिठो क्यारी गरेर सामान ल्याउने 20-22 केजीसम्म उठाएर ल्याउँछ होला सायद। त्यही प्रकार हाम्रो बाबु यसलाई चाहिँ पहिल्यै भनिसके घुगी भन्छ, पुरै टिमले घुगी भन्छ। यो चाहिँ घुगी खाएर खतरा भाग्छ। यसको टाइमिङ भनेको 9 मिनेट 58 सेकेन्ड 3200 मिटर छ। यसपालि बर्दिवासबाट पनि यसले काइस ह्यापिङ हानेर अगाडि निस्केको सबैभन्दा टपरमा आएको बर्दिवासबाट पनि। यसै प्रकार अब हामी चाहिँ माथि जान्छौँ। नेपाल आर्मी लागिसकेको छ। अब फिजिकलमा रिटर्न दिएर चाहिँ जाँदैछन् है। एभ्रिवान सबैलाई म देखाउँदै गर्छु। नानी बाबुहरूले चाहिँ पछाडि धुलो देखेर चाहिँ बाटो चेन्ज गर्न खोजिरहेको छ, तर मैले नदिएको है। यहाँ हाम्रो चाहिँ रुलै त्यस्तै छ। मुस्किल वर्क, मुस्किल वर्क, मुस्किल वर्क। हामीले भन्ने चलन छ मुस्किल जहाँ छ त्यहाँ साधन एकाडेमी लाउरे ट्रेनिङ सेन्टर उभिएको हुन्छ, 100% रिजल्ट दिन्छ भनेर। त्यही भएको कारणले गर्दा पनि त्यस्तो धुलोमा पनि निस्किनुपर्छ भनेर भनिरहेको छु। हामी कसरी निस्किन्छौँ त्यो पनि देखाउँछु है हजुरलाई। हामी लास्टै धुलोमा निस्किरहेको छौँ है। यसमा निस्कन मानिरहेको थिएन, म जबरजस्ती निकालिरहेको छु सबै नानी बाबुहरूलाई। अनि यसमा पनि निकाल्ने एउटा प्र्याक्टिस हुनुपर्छ। धुलो मुलोमा के त हामी धुलो मुलोमा हुर्केका मान्छे लौरे भएपछि पनि सबै स्काउट पोस्ट बङ्कर यस्तो इत्यादि त्यस्तोमा चाहिँ हामीले चाहिँ धुलो मुलोमा निकाल्नु पर्ने हुन्छन्। आदतमा चाहिँ सामेल गर्नुपर्ने चाहिँ एकदम अँध्यारो छ। हामी फेरि पनि कोसिस गरिरहेको छौँ, एकदम अँध्यारोमा छ। अब कसरी निस्किन्छ त हेरौँ है। अगाडि हेर्दै जाउँ कस्तो अँध्यारो छ। पुरै पुरै यहाँनिर चाहिँ पुरै यी सबै भागिरहेको छ पुरै धुलै धुलो भएर। धुलै सरी क्याप्टेन भाग्नु सकिरहेको छैन। यहाँ मुख थुनेको छ अँध्यारो। अब निस्किसकेको छ, धुलै धुलोबाट निस्किसकेको छ। आपट परिरहेको छ सबैजना। आइरहेको छ साह्रै धुलोमा निस्क्यौँ हामी। अब अलिकति उज्यालोमा आइसकेका छौँ। यता चाहिँ हामी रत्न रिसोर्समा आइपुगेको छौँ। रत्न रिसोर्स अगाडि चाहिँ यस्तो अवस्था थियो। म चाहिँ पुरै ताजा बाजा लिएर आज चाहिँ होइन ब्याकअप समेत, खालि ब्याट्री सकिन्थ्यो, ब्याकअप समेत चाहिँ हामी लिएर अगाडि बढेका छौँ आज। दाम्बोली भागेर आज धुलोले बर्बाद। उज्यालोमा आइसकेका छौँ। स्विमिङ पुल, रत्न शीर्षोर स्विमिङ पुल। यो चाहिँ स्विमिङ पुल हो। त्यही प्रकार हेर्दाखेरि हामी रत्न शीर्षोर यहाँबाट चाहिँ इन्ट्री हुन्छ। अब इन्ट्रीको क्रममा हाम्रो नानी बाबुहरू क्यान्डिडेटहरू चाहिँ पार गरिरहेछ है। रत्न शीर्षोर गेटको चाहिँ गेटलाई चाहिँ अगाडि मुस्किल यहाँ सबै अहिले चाहिँ रोड बनिरहेछ। केही समय पछाडि एकदम राम्रो बन्नेछ उदयपुर गाईघाट पनि। हेर्दै जानु होला है। हामी पुल पुगेपछि फेरि देखाउनेछौँ सिन तपाईँहरूलाई। हामी अब लगभग बरुवा पुल पुग्न लागेको छु। अगाडि हाम्रो गाइडेन्समा आज छ दाम्बोली। दाम्बोली 6 नम्बरमा अरूलाई नै चिन्छ, तर हामीले चाहिँ सेन्टरमा चाहिँ दाम्बोली भनेर भनिसकेका छु। पछाडि ब्याकअपको लागि क्याप्टेन आइरहेछ, पुरै टिमलाई लिडिङ गरिरहेछ अगाडि। सबैले जोडसाटको साथ अगाडि बढ्ने कोसिस गरिरहेछ। अगाडि धेरै अगाडि बढ्नुपर्ने छ हामीले आज। अब हामी पुग्नु माथि है। हेर्नु सक्नुहुनेछ तपाईँहरूलाई। अब केही यो भिडियोमा होइन, नेक्स्ट भिडियोमा चाहिँ हामी देखाउँछ। यो भिडियो लगभग हामीसँग समय सकेको छ। त्यो भएको कारणले गर्दा पछाडिबाट म देखाइरहेको छु हजुरलाई। यो बरुवा पुल हामी पुगिसकेका छौँ। हामी यो बरुवा पुल पार गर्नलाई एकदम तत्पर छौँ हामी सबैजना। यो पार गरिसकेपछि नै माथि माथि पुग्नुपर्ने छ। ओके, नेक्स्ट भिडियोमा फेरि हामी जोइन गर्ने नै छौँ। यसमा लिङ्क गरेर अगाडि हामी भिडियो बनाउनेछौँ। धन्यवाद। भिडियोलाई सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला, कमेन्ट गरिदिनु, माया गरिदिनु होला। उदयपुर गाईघाट सार्वजनिक लाउरे ट्रेनिङ सेन्टर उदयपुर गाईघाट।